रोक्ने आउन सक्छ बुझ्यौ नि त्यही भएर आफ्नो ग्लभ्स किन बाइक रहेछ त्यो बाइकै होइन हेलो गाइज वेलकम टु आवर ब्लग अनि आज चाहिँ हामी फुपूकोबाट मेरो भाइको दाँत निकाल्न जाँदैछौँ त्यही हो दुश्मनको आज 2टा दाँत जानेवाला छ and this is our outfit of the day. अब हामी चाहिँ चट्टा ल्याएर जानुपर्ने हुन्छ थाहा छैन डेन्टल खुल्ला छ कि छैन भनेर न्युजमा हामीलाई थाहा छ नहोस् अरे किन दाँत नफुकाल्ने हजुर ल यसले मलाई मेरो मात्र भाइ हो कि सबैको भाइ हो होइन तर मलाई बाहिर हिँड्ने बित्तिकै यसले मलाई ठग्छ 100% ठग्छ क्या यसले मलाई के अरे अनि चाहिँ डेन्टल आइसकेको छौँ मे तेरी जानु यस्ता मत करो अब यसको चट्टा लगाएर दाँत फुकाल्नु पर्ने हुन्छ कतिको नर्भस छस् भन्दा दाँत फुकाल्दा दुख्छ दुख्दैन दुख्दैन फल्छन् दुख्दैन मर्दको दर्द नै हो त आयो हजुर दुख्छ भन्दा थियो जालु जा गयो लुस्पै अब थोते हुने भयो ल ल ठिक छ गुड मर्दको दर्द नै हेर्दा चुप लागेर बस लेकिन 1 सेकेन्ड मर्दको दर्द नै होता हाम्रो चाहिँ डेन्टलबाट निक्लिसक्यौँ भाइ दाँत फुक्यो होइन देखाएको दाँत देखाइदियो त मर्दको दर्द नै होता भनिरहेको थियो होइन ए गरेर रुनु खोज्दो रहेछ हजुर नै दिख रहा है अरे क्या यसले ये तो मर्दी नहीं है आफ्ने दर्दी नहीं दिख रहा भने त्यहीमा भन्न आएन क्या अब हामी चाहिँ फुपूकोमा जान्छौँ बाहिरमा अब खाना खान्छौँ फुपूले खाना चट्ट लाएर बनाइदिनु भएको छ चलो कहाँ मैंगो खान्छ म्याङ्गो खानु चल अरे हात समात्नु भन्यो अरे भगवान् तर यो म्याङ्गो कस्तो टेस्टलेस हुन्छ क्या अहिलेको म्याङ्गो टेस्ट नै हुँदैन यो म्याङ्गोमा मिठो छ कि छैन यो म्याङ्गो म कस्तो टेस्टले यो के हो एउटै हो यो खाने ल यसले जहिले मलाई यसरी नै ठग्छ क्या यो ठग बहादुर हो क्या ठग बहादुर म ठग बहादुर हो भन् म ठग बहादुर होइन अरे अब चक्लेट चुना लगायो अब यसले जहिले मलाई यस्तै गरे त्यहाँनिर डर लागेर होला पसिना निक्लेर यो फुपूको घरमा आउँदाखेरि चाहिँ मलाई मेरो सबसे प्रब्लम हुने भनेको के हो थाहा छ यो उकालो सिँढी हिँडेरै म गलेर फ्याक्क हुन्छु के पत्ती नभएर नदेखेर कति त छ त ओ माई गड यसले मेरो मुखमा बेइज्जत गरेर गयो सास छुट्टिने गरी भर्याङबाट आएर यहाँनिर बस्दैछ सर चाहिँ धमाधमाप खानुहुँदैछ उहाँको आँप चाहिँ फेभरेट अरे अर्को पनि खाइसिन्छ अरे उहाँले चाहिँ आयो नाप्यो ये त यसले नै आउँदैन सकियो यस्तो त भन्दैको त नाप्यो ये त यसको मैले नै आउँदैन सकियो यस्तो त भन्दैको त ए आयो भने नाच्दै हेर त्यो फुपू चाहिँ इस आयो ए अरे जहिले त्यसको ए हेर हामीले अब कस्तो यस्तो हो क्या हाम्रो नेपाली मम्मीहरू चाहिँ कस्तो हुन्छ भने होइन हामीले अब राम्रो भएन एक्जाम भन्यो भने पनि गाली गर्नुहुन्छ होइन अनि ए आयो राम्रो हो भन्दाखेरि पनि पत्ताउनै हुँदैन क्या अब आयो होला नि त अब
उहाँ चाहिँ मेरो फुपू हुनुहुन्छ होइन अनि उहाँले चाहिँ के गर्नुहुन्छ थाहा छ टिकटक हेर्नुहुन्छ होइन घरि मुसु मुसु मस्किनुहुन्छ फेसको एक्सप्रेसन मात्र खिच्दा घरि आँखाभरि आँसु पार्छ होइन अनि घर चाहिँ भन्दै बुझेको जस्तो गर्नुहुन्छ के कुरामा भने चाहिँ त्यो चाहिँ होइन अघि चाहिँ यो फुपूले फर्स्टमा चाहिँ मेरो ममले डान्स गरेको हेर्नुहुँदै त्यतिखेर चाहिँ हाँसिराख्नु भएको थियो होइन अनि त्यहाँदेखि पछाडि विदेशमा कसले यत्रो नानी छोडेर गएछ टिकटक हेरेर होइन पुरा रुइबस्नु भएको थियो होइन आँखाभरि आँसु पारेर हेर्नु गर्नुहुँदै थियो अनि यसमा चाहिँ अघि चाहिँ त्यो मोटिभेसन त्यो टाइपको उयो आएछ क्या अनि यसो गरेर टाउको हल्लाउँदै हेरिबस्नुहुँदै थियो ओ माई गड कस्तो मिक्स फिलिङ्स साडी लाएर आएँ भने मक्की भटमास खाएँ भने यसलाई चाहिँ यहाँनिर नागिनले डस दिएछ यहाँ टाउकोमा होइन साँच्चीकै दुइटा यहाँ ठ्याक्लै गरेर आएको छ हौ त्यही अब हामी चाहिँ चट्टो लगाएर खाना खानुपर्ने हुन्छ अनि फेरि यो रुस्पेनको अर्को दाँत पनि रहेछ क्या फेरि जानुपर्ने भयो डेन्टल यार अघि भनेन साइडमा अर्को पनि रहेछ सानो अब फेरि जानुपर्छ खाना खाएर ल त्यही हो गाइस उठ भाइ जाउँ डेन्टल हामी चाहिँ डेन्टल जानु लाग्यो ड्याङ बल्ल बल्ल भेट भइसकेको छ यसको र मेरो चाहिँ यता एकजना तल एकजना माथि उयो गरेर घुमेको गरेर कति गर्मी हो र गर्मीले पागल खै गएको हेर्न एकचोटि लोकेसनमा घरि त यो गुगल म्यापले पनि घुमाएकै गर्छ यार 10 चोटि घुमिसक्यो उ यहाँबाट बल्ल भेटाएर आधी घन्टा खोजिसकेपछि गर्नु भयो यार अनि हामी चाहिँ सबै काम सकेर फुपूहरूकोमा गयौँ किनभने फुपूहरूकोमा आज हामी बस्ने भनेको थियौँ एकछिन त्यही भएर हामीले चाहिँ मोमो बनाएर नि हामी चाहिँ मोमो खान थालिसक्यौँ होइन यस्तो मिठो भएको छ मोमो ओमाइको अचार हेर्नु न अचार ओ माई गड यस्तो मिठो भएको छ अचार मोमोमा अचार मिठो हो मोमो यतिकै मिठो हुन्छ क्या हालत चाहिँ यस्तो नराम्रो बत्ली बनाएर बसिरहेको छ मान्छे घामको त्यो उयो भएर हो क्या भाइरमा चाहिँ घर पनि आइसक्यौँ फुपूकोबाट अब हामी चाहिँ टक्क लाएर कता जानुपर्ने हुन्छ हाई झ्याप्लु हेर म झ्याप्लु चाहिँ रेडी हुनुपर्ने हुन्छ ट्रान्जेक्सन गरौँ आज पनि अब टाढा यो चाहिँ हाम्रो ट्रान्जेक्सन भिडियो हुन्छ है अरे हामी चाहिँ अब के पो भन्छ ट्रेनिङ गएको भाइ पनि आज त मसँग गइरहेको छ ड्रेसमा फुल्कीमा कति भएको चाहिँ नगएको एक्जाम भएदेखिको कस्तो फिल भइरहेको छ त हजुर एकदम राम्रो फिल भइरहेको छ उहाँलाई चाहिँ अब हामी चाहिँ जाँदैछौँ त्यो गएर रनिङ गर्नुपर्छ ट्रेनिङ गर्नुपर्छ हामी चाहिँ भुत खेल्ने पुगिसक्यौँ हामी चाहिँ यहाँ रनिङ गर्छौँ है सर लाएर यिनीहरू दुईजना चाहिँ मेरो रनिङ गर्ने पार्टनर हो यो भाइहरू चाहिँ यो र यो भाइ सानो फुच्चेहरू त्यही हो अब हामी चाहिँ रनिङ सकाएर क्लब जानु लाग्यो क्लब जानु लाग्यो त्यही हो यस्तो गर्मी भइरहेको छ मलाई त यो जाडोमा नि मलाई त गर्मी भइरहेको छ त्यसलाई यो पागल नि भएको यो चाहिँ यति बाक्लो लगाएर हिँडिरहेको छ कृपा कस्तो भयो एक्जाम 10 को एक्जाम कस्तो भयो ठिकै भयो त्यो अब हामी चाहिँ क्लबमा गएर ट्रेनिङ गर्नुपर्ने कति अँधेरो भएको छ हेरेर त सबै ठाउँ पनि मलाई गर्नु भइरहेको छ सोखामा पनि जाम हुन थालिसक्यो यार के अरे भाइ भन न ब्ल्याक लास्टिक कालो जाने हाम्रो चाहिँ हाम्रो ब्ल्याक बेल लास्टै कालो छ ब्ल्याक बेल मेरो त छैन भाइ ए भाइले खासमा बेल्ट देखाएको हो क्या तपाईँ बुझ्नै भएन मैले ब्ल्याक बेल्ट देखाएको नि क्लब आइसक्यौँ गाइज अनि यो दाइ त झरै छैन हिरो भनेर बस्नु पर्यो अनि क्या यो बच्चा बेलामा होइन कुकुरले यस्तरी यो हिमाल भनेर यस्तो बालुवाको थुप्रोमा चढेर गाली खानुभयो मैले चाहिँ कति खाएँ अब अहिले पनि मलाई गाली गर्छ जस्तो त करायो नि मार्यो नि मार्छ
यस्तो चकचक गर्ने त मै मात्रै होला यार यस्तो भएको अहिले कहिले छि हाई भन हाई भन हाई गाइस सब्स्क्राइब गरिदिनु दिदीको च्यानलमा भन मस्केको हेर्न मस्केको प्रभु यति मस्किन्छ कि ए कता गएको त यता हो क्या यो त उल्टो हिँड्दो रहेछ हौ बाहुबली यसले सबै बोके फेरि एकैचोटि बोकेको हेर्न यसले सबै एकैचोटि फेरि जम प्रेम के छ खबर म त यस्तैको ढालिदिन्छु तँलाई सरी तिमीले हान्दा म हेरिबस्छु होला फेरि त्यही अब साँच्चीकै ट्रेनिङ गर्नुपर्ने त म धेरै हुन म छोडेर जान्छु नि फेरि हामी चाहिँ सामान लिएर अब चाहिँ साँच्चीकैमा ट्रेनिङ गर्नु गएको हो आज मैले मेरो सामान ल्याइन अनि मेरो ग्लोभ्सहरू केही ल्याइन नि त अनि मैले चाहिँ हाईको युज गर्छु तर यो सबै धेरैले युज गरेर क्या त्यो धेरैको पसिना आएर गनाउँछ क्या योहरू धेरै त्यही भएर पर्सनल बनाउन सबैको सबैले पर्सनल उयो गर्नुपर्छ क्या अब ग्लोभ्स चाहिँ पर्चेस गर्नुपर्छ यहीँबाट भएपछि रोग नि आउन सक्छ बुझ्यौ नि Pack your dreams, let's hit the road. Golden mornings, open roads. No more worries, no more fear. Just you and me, the sky's so clear. म चाहिँ अब सबै सेफ्टी लगाएर मेरो दादासँग फायर खेल्छु यो दाइसँग कति ढिलो रेडी हुन्छ यिनीहरू टेक्छ होला हौ रेडी हुन्न आज यो दाइले मलाई कति रिसाउँदैछ है अब म चाहिँ अलिकति लिप ग्लस मलाई चाहिँ अब म रेडी भएकै हुँदैन होइन फाइट खेल्नु जाँदा पनि म लिप ग्लस लगाएर जानुपर्छ हाई लिप ग्लस त लाउनै पर्यो होइन जे गरे पनि त्यही हो ल लेट्स गो अलि यता आउनु यता मेरो चाहिँ ट्रेनिङ पनि सकियो अब चाहिँ बेसिक सकेर त फेरि नि म चाहिँ भाइसँग नि खेलेर भ्याइसकेँ है मैले त दुईजनासँग खेलेँ आज एकजना दादासँग अनि एकजना यो भाइसँग अब चाहिँ घर जान्छौँ हामी प्ल्याङ्क हान्छौँ लास्ट प्ल्याङ्क सेटअप अनि चाहिँ घर जान्छौँ हाम्रो चाहिँ एक्सर्साइज सकिसक्यो अब हामी चाहिँ घर जाँदैछौँ टक्क लगाएर घर जानुपर्ने हुन्छ यो दाइको चाहिँ बाइकै हराएछ गाइस बाइक हराइरहेको त्यो बाइकै होइन बाइकै होइन दाइको हेलमेट लाएर बसिरहेको छ उपाएर होइन दाइ तपाईँको भाइ आयो त्यो हो उता होला उता होइन दाइको बाइक हराएको अवस्था अहिले मलाई मार्छ उता हरे क्या बाइक उता हरे कहाँ छ त्यो यति भन्नु अझै त यो दुईटा चकचकेहरूले चाहिँ बाइक फेरि कहाँ लुकाइदिएछ हौ देऊ न यार बाइक
भगवान कहाँ छ भाइ बाइक हरायो गाइस बाइक हरायो धनराज दाइ रुन आँटिसक्यो बिचरा दिनु नि यार दाइले बाइक भेटेर हेर हे भगवान सबलाई उडाउँछ जस्तो गर्नु सक्यो दाइको बाइक खोजिरह नि दाइले त सिधा हान्नेला जस्तो गर्छ त हौ ल अब हामी चाहिँ घर गयौँ सबैजना ल हामी चाहिँ बल्ल बल्ल घर आइपुग्यौँ अनि मेरो यो भ्लग चाहिँ एकदम धेरै लामो भयो सो म यतिमै इन गर्दैछु सबैजनाले सब्सक्राइब गर्नु होला अनि त्यहाँदेखि लाइक गर्नु होला कमेन्ट गर्नु होला सेयर गर्नु होला ओके बाई बाई टेक केयर